सबैलाई प्रभु येशू ख्रीष्टको नाममा फेरि पनि जय मसीह। आउनुहोस् हामी आजको सेवालाई सुरु गर्नेछौँ। हामीले जतिजनालाई खबर गर्यौं तपाईहरू प्राय सबैजना उपस्थित भइसक्नु भएको छ। अनि आजको यो समय हामी सबैजना यस घडी एकदमै दुखित र एकदमै चिन्तित मुद्रामा नै छौँ। हामी सबैको निम्ति एउटा अलिकति दुःख र अलिकति मनमा पीडाको समय, पीडाको अवस्थाहरू छ। यसै कारणले गर्दाखेरि हामी सबैजनालाई थाहा छ अहिले हामी भेला हुनुको उद्देश्य भनेको चाहिँ खास भन्ने नै हो भने हाम्रो स्तुति प्रशंसा मण्डलीका आदरणीय पास्टर गुरुबा पास्टर अमर थापाज्यू हिजो मिति 2078 साल ज्येष्ठ 12 गते दिउँसो 2:15 बजेतिर परमेश्वरको राज्यमा सदाको निम्ति स्वर्गमा बास गर्नुभयो। यस संसारलाई, यस धरतीलाई छोडेर उहाँ जानुभयो अनि परमेश्वरले उहाँलाई यस संसारबाट उठाइलानुभयो। उहाँको त्यो अनन्त राज्यमा, परमेश्वरको त्यो अनन्त राज्यमा सदा उहाँसँगै रहनको निम्ति उहाँले लानुभएको छ। हुन त हामी शरीरमा भएको कारणले गर्दाखेरि हामीलाई कतिपय अवस्थामा पीडा हुन्छ, जलन हुन्छ, हामीलाई दुःख लाग्छ। हाम्रो आफ्नो मान्छे हामीले गुमाउनु पर्दाखेरि, हामीदेखि टाढो हुँदाखेरि, हामीदेखि अलग हुँदाखेरि हामीलाई धेरै पीडा हुन्छ, गाह्रो हुन्छ। तर पनि परमेश्वरले हामीलाई एकदमै ढाडस, सान्त्वना, साहस दिनुहुन्छ। किनभने परमेश्वरले हामी प्रत्येकलाई प्रेम गर्नुहुन्छ, वास्ता गर्नुहुन्छ। उहाँको असीम आनन्द र शान्तिले हामीलाई भरिदिनुहुन्छ। परमेश्वरमा यो सबै कुराहरू सम्भव छन्। यसै कारणले गर्दाखेरि यो समय हामी एक हिसाबले दुखित पनि छौँ अनि अर्को तर्फबाट हेर्दाखेरि परमेश्वरको आत्मिक पाटोबाट हेर्ने हो भने चाहिँ एक प्रकारले आनन्दको कुरा पनि छ। किनभने परमेश्वरले कुनै पनि प्रभुका जनलाई शरीरमा अलग भइसकेपछि उहाँले परमेश्वरको अनन्तको राज्यमा उहाँको आत्मालाई अनन्तको राज्यमा सदाको लागि राख्नको लागि, रहनको लागि दिनुहुन्छ। साँच्चै नै हामी विश्वस्त छौँ, हामी निर्धक्क छौँ। हामी जो जतिले पनि परमप्रभु परमेश्वरमाथि शरण लिएका छौँ, उहाँमाथि भर परेका छौँ, अवश्य पनि परमेश्वरको छत्र छाया हामीमा छ र हामीलाई केही भइहाल्यो भने पनि हामी यो कुरामा निर्धक्क छौँ, निश्चिन्त छौँ कि परमेश्वरले हाम्रो निम्ति तय गरेर राख्नुभएको त्यो अनन्तको राज्य, त्यो अनन्तको देशमा जहिले परमेश्वरको महिमा र आराधना गर्दै बस्न पाउने देश उहाँले हामीलाई दिन्छु भनेर प्रतिज्ञा गर्नुभएको मुलुकमा हामी जान पाउँछौँ। अनि त्यो देश कहिले पनि अन्त हुँदैन, कहिले पनि सिद्धिँदैन। त्यो अनन्तको देश हामी सबै प्रभुका जनहरूको निम्ति छ। त्यो चाहिँ जो परम प्रधानको शरणमा बास गर्दछ त्यो मानिस सर्वशक्तिमानको छत्र छायामुनि रहन्छ। आज हामी सबै मण्डली परिवार विश्वस्त छौँ कि आदरणीय गुरुबा परमेश्वरको त्यो अनन्तको राज्यमा उहाँको छत्र छायामा हुनुहुन्छ र उहाँको साथमा हुनुहुन्छ। दुई शब्द राख्नुभएको निम्ति अब यो समय म एकजना आदरणीय पास्टर दाजुलाई दिन चाहन्छु। उहाँ पनि आदरणीय गुरुबा सँगसँगै धेरै समय अगाडि नाना अङ्कल अनि मैले विश्वास गरेको समयभन्दा पनि अझै अगाडिदेखि नै हुनुहुन्थ्यो। आदरणीय पास्टर अमर गुरुबासँगै सेवाकाई गर्नुहुन्थ्यो अनि उहाँलाई पनि धेरै कुरा थाहा छ, अनुभव छ र सहकर्मीको रूपमा हुनुहुन्थ्यो। र यो समय दुई शब्द राखिदिनु हुनुको लागि आदरणीय पास्टर प्रेम कृष्ण महर्जनज्यू जो लुबु ख्रिस्टीय मण्डलीमा सेवाकाई गर्दै हुनुहुन्छ र यो समय उहाँलाई दिन चाहन्छु। हुन्छ, सबैजनालाई ख्रिस्ट येशूको पवित्र नाममा जय मसीह। आदरणीय भाइलाई धेरै धन्यवाद यो समय दिनुभएकोमा। म विशेष हाम्रा सम्पूर्ण स्तुति प्रशंसा मण्डलीका एल्डर डिकन अगुवाजनहरूमा म आभार व्यक्त गर्न चाहन्छु। मलाई यो दुई शब्द
बोल्नको निम्ति तपाईहरुले यो मौका दिनुभयो र आदरणीय गुरुबा प्रतिको एउटा दुई शब्द समय वेदना व्यक्त गर्नको निम्ति मेरो मनले मानेन अनि मैले अनुरोध गरेको थिएँ। मलाई यो समय दिनुभयो, म धेरै आभारी छु र आदरणीय गुरुबा प्रति मैले कहिले भुल्न नसक्ने माया प्रेम, मैले उहाँबाट मैले शिक्षाहरू सिकेँ। उहाँबाट मैले धेरै कुराहरू सिकेको कुराहरू तपाईहरु सबैलाई थाहा छ र कहिले पनि मैले यस्तो परेको बेलामा मैले बिर्सेको छैन। गुरुआमा प्रभुमा विश्राम लिनु हुँदाखेरि पनि मलाई धेरै यादहरू भयो र अहिले पनि यो कोभिड नभएको भए हामी धेरै कुराहरू गर्ने इच्छा हुँदा हुँदै पनि यो कोभिडको कारणले गर्दा यो विषम परिस्थितिमा हामीलाई यस्तो समस्याहरू भयो। तर मण्डली सम्पूर्ण प्रभुका जनहरूप्रति म विशेष अनुरोध गर्न चाहन्छु, यो समय हामीलाई दुःखको घडी आदरणीय गुरुबाले गर्नुभएका गुणहरूलाई सम्झेर मैले कहिले पनि भुलेको छैन। आदरणीय गुरुबाले सिकाउनु भएको शिक्षा नै मैले मण्डलीमा लागू गरिरहेको छु। आदरणीय गुरुबाले सुरुमा जुन सिद्धान्त सिकाउनु भएको थियो त्यो मेथड नै मैले मेरो जीवनमा लागू गरिराखेको छु। त्यसकारण मैले आज दुई शब्द यहाँ बोल्नुको उद्देश्य, योएल भाइ पनि त्यहाँ हुनुहुन्छ। भाइ चिन्ता नगर्नुहोस्, हामी एक दिन हाम्रो बुवालाई भेट्नेछौँ। सम्पूर्ण मण्डली परिवारलाई म यो उत्साह दिन चाहन्छु। हामी सबैका अभिभावक उहाँ हुनुहुन्थ्यो। उहाँले हरेक नारायण दाइले भने जस्तै सबै परिस्थिति उहाँले सहनु भएको थियो, सबै परिस्थिति भएर उहाँ जानु भएको थियो। त्यो कुरा हामी सबैले महसुस गरेका छौँ। त्यसकारण सम्पूर्ण आदरणीय मण्डली परिवार, अगुवाजनहरू र सम्पूर्ण हाम्रा जवान भाइ बहिनीहरू, जति हाम्रो नोयल भाइहरू हुनुहुन्छ, जति पनि हाम्रो सबिना बहिनी हुनुहुन्छ, म तपाईहरुलाई धैर्य धारण गर्नलाई, हो हामीलाई परेको दुःख छ, कष्ट छ, पीडा छ, तर हामीले साहस गरौँ। हाम्रो प्रभु जीवित हुनुहुन्छ। हाम्रो प्रभुलाई हामीले कहिले पनि बिर्सेका छैनौँ। उहाँको अनुग्रह हाम्रो जीवनमा छ। त्यसै कारण म तपाईहरु सम्पूर्ण मण्डली परिवार लगायत जतिजना आज यो जुम मार्फत उपस्थित हुनुभएको छ, सम्पूर्णलाई नै मेरा आदरणीय गुरुबा पास्टर अमर थापालाई म हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। साथै जति पनि अहिले हामी शोकित परिवारहरू छौँ, म आफै पनि शोकित छु। 2 दिन निन्द्रा लागेन, मलाई एकदमै गाह्रो भयो गुरुबाको यादले। त्यसकारण सम्पूर्ण शोकित परिवार र स्तुति प्रशंसा मण्डलीका सम्पूर्ण प्रभुका जनहरू, एल्डर डिकन, जति पनि अगुवा जनहरू हुनुहुन्छ, सबैलाई नै र विशेष गरी परिवारलाई परमेश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भनी हामी डुबु ख्रिस्टीय मण्डली प्रार्थनाका साथ आजको यो 2 शब्द म यही राख्न चाहन्छु र सम्पूर्णलाई म आज यही उत्साह दिँदै परमेश्वरले हामी सबैलाई अनुग्रह गरून्। हस्, धन्यवाद समयको लागि। सबैलाई जय मसीह। जय मसीह। आदरणीय पास्टर प्रेम कृष्ण महर्जन दाजुलाई धेरै धेरै धन्यवाद।